सहकारी बजार स्थापना र सञ्चालन भन्ने शीर्षक छ। त्यो भित्र कसरी यसरी गराएको छ, जसलाई चाहिँ सहकारी बजार स्थापना र सञ्चालनको कमा भूमिका भन्ने छ। भूमिकामा चाहिँ सहकारीको बजार स्थापना र सफल सञ्चालनको लागि स्पष्ट सङ्कल्प, प्रभावकारी नेतृत्व, रणनीतिक योजना तथा सदस्यहरूको सक्रिय सहभागिता अनिवार्य हुन्छ। सङ्कल्प गर्नेको दूरदर्शी सोच र उचित निर्णयले सहकारीलाई दिगो प्रतिस्पर्धा र आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँछ भन्ने छ। त्यसै गरी प्रतिस्पर्धामा अब यसको प्रतिस्पर्धी जस्तो हिजोको सर्वस्वलाइमा पनि थियो जाने बेलामा हो। त्यसमा प्रतिस्पर्धामा चाहिँ हामीले निजी पसल अनि अनलाइन व्यापार र अन्य सहकारी पसल राखेका छौँ। त्यो प्रतिस्पर्धा भनेको हाम्रो सहकारी पसल खोलेको त्यसको प्रतिस्पर्धी को हुन्छ हाम्रो भेगमा भन्दाखेरि चाहिँ एउटा निजी पसल हुने भयो, जस्तो अहिले छन् नि हाम्रा सेयर सदस्यहरू अथवा अन्य पसलहरूको उहाँहरूको पसल भयो। अनलाइन व्यापार भनेको अहिले अनलाइनमा छ नि त, फेसबुकमा टिकटकमा यहाँ घरमा आउँछ नि, ती पनि हाम्रो कम्पिटिसनभित्र पर्छन्। त्यसपछि अन्य सहकारी पसल भनेको अन्य सहकारीहरूले पनि त्यो छ यहाँ छैन हुन सक्छ। नजिकमा छ विचारतिर विचारमा छ र सहकारी पसल छ। बागदुलामा पनि तरकारी पसल छ, त्यो चोको यहाँ के भन्ने यहाँ चाहिँ सङ्कलन केन्द्र छ कि सङ्कलन केन्द्र छ, तरकारीहरूको सङ्कलन केन्द्र तरकारीहरू सङ्कलन केन्द्र तपाईँको सहयोगी हुन्छ। तरकारी पसलै खोलेको छ। स्थानीय सरकार, बैंक तथा वित्तीय संस्था, कृषक समूह, यातायात सेवा प्रदायक र अन्य सरकारी संस्था, जसमा स्थानीय सरकार भनेको सही नै अब हाम्रो स्थानीय सरकार यहाँको चाहिँ मन्त्रालय गाउँपालिका हो, यसले अनुदान लगायत अन्य सहयोग गर्न सक्छ भन्ने कन्सेप्टले चाहिँ यो राख्यो। बैंक तथा वित्तीय संस्था त अब बनिहाल्यो होइन, हामीले ऋण चाहियो यताउता कृषक समूह भनेको कृषक समूह रैथाने उत्पादनको लागि हजुर रैथाने कृषकहरूले उत्पादन गरेका त्यो कृषकको जुन समूह हुन्छ गाउँमा उनीहरूले चाहिँ भनौँ न आलु नै ल्याएर त्यहाँ आफूले फलाएका ती चिजहरू छोडिदिन पाए। यातायात सेवा प्रदायक भनेको जस्तो चुचाखाटीबाट खलङ्गामा नम्बरको गाडी चल्छ, त्यो यातायात जुनले चाहिँ अब 5 किलो त कृषकको लागि आलु ल्याएर हाम्रो सहकारीमा छोडिदिन सक्छ। त्यो कन्सेप्टले चाहिँ यातायात सेवा प्रदायक राखेको है। त्यसपछि अन्य सहकारी संस्था भनेको अन्य सहकारी संस्थाका ती सदस्यहरूले उत्पादन गरेका वस्तुहरू पनि हाम्रो सहकारी पसल गऱ्यो भने हाम्रो पसलमा ल्याएर राख्न सक्छ, त्यसरी सहयोग गर्न सक्छ भन्ने कन्सेप्टले यो राखेको। त्यसपछि लाभान्वित सदस्यहरू, अब ओमदेश सहकारी संस्थाले चाहिँ पसल गरेर लाभान्वित सदस्यहरू के कस्तो हुन्छ भन्ने कुरामा चाहिँ सहकारीका सेयर सदस्यहरू लाभान्वित हुने भयो। जस्तो मानव अब ओम बहुद्देश्य सहकारी संस्था, अब म पनि एउटा त्यसको चाहिँ सदस्य भएँ होइन, अनि मेरो चाहिँ सहकारीले सस्तो पसल खोल्यो, अब मैले चाहिँ यहाँ केही उत्पादन जस्तो मकै चाहिँ उत्पादन गरेर सहकारीमा लगेर चाहिँ मैले त्यो गर्नुपर्छ भन्ने मेरो कन्सेप्टले भनेर चाहिँ सहकारीका सेयर सदस्य राखेँ। आफ्नै सहकारी पसल छ भने हामीले उत्पादन किन नगर्ने होइन, त्यो कन्सेप्ट हामीलाई पनि आत्मनिर्भरताको एउटा कन्सेप्ट आउँछ नि त। त्यसको लागि किसानहरूले खेतीपाती गरेर चाहिँ बिक्री नहुने अवस्था पनि त छ अहिले नेपालमा। त्यो भएर किसानहरू पनि लाभान्वित हुने भए। अनि साना व्यवसायीहरू, अब गाउँका सानो ढ्याब्रीवाला भनौँ न, अब हाम्रो लोकल ल्याङ्ग्वेजमा त्यो पसलले पनि सिधै यहाँ ल्याएर ब्रोकरलाई नदिएर दोस्रो व्यक्तिले नदिएर सिधै सहकारी पसलमा आउँदाखेरि उनीहरू पनि थप लाभान्वित हुने भए। त्यसै गरी स्थानीय उपभोक्ता पनि किसान सानो व्यवसाय अन्तर्गत नै लगभग पर्छन्। त्यसै गरी अनि अर्को छ यो 9 नम्बरको सफ्ट विश्लेषण भन्ने, जुन सबल पक्ष, कमजोरी, अवसर र चुनौती, स्ट्रेन्थ, विकनेस, अपर्च्युनिटी एन्ड च्यालेन्ज भन्ने छ। यसमा चाहिँ सबल पक्ष सफ्ट विश्लेषणको यहाँ भनेको छ संस्थाले आन्तरिक र बाह्य वातावरणको विश्लेषण पश्चात यसको सकारात्मक र नकारात्मक पक्षहरूको विश्लेषण गर्ने, संस्थाको अवसर र चुनौती तथा कमजोरी र सबल पक्षको बारेमा निम्नानुसार तालिकाको आधारमा विश्लेषण गरिएको छ भन्ने। यसमा चाहिँ अब हामी सर्वप्रथम सफ्ट विश्लेषणको सबल पक्षमा छ। सबल पक्षमा स्थानीय उत्पादनको सहज उपलब्ध, त्यसपछि सस्तो मूल्यमा सामान, किसानलाई फाइदा, विश्वास र पारदर्शिता, बिचौलियाको अन्त्यको पक्षको। यस अन्तर्गत स्थानीय उत्पादनको सहज उपलब्ध, अब यसको सबल पक्ष सहकारी, यहाँ सहकारी हाम्रो सहकारीले हामीले भनौँ न पसल सस्तो पसल खोल्यो भने यसको सबभन्दा ठुलो उपलब्धि भनेको स्थानीय उत्पादनको सहज उपलब्ध हो। जस्तो कसरीमा चाहिँ मानौँ अब लोकल एउटा स्याउ फलेको छ, अब त्यो सहकारी पसलमा स्याउको मालिक हुन्छ, उसले ल्यायो भने त हामीले सहज तरिकाले पायौँ, हामी कसरी ल्याएर दोहोर्दै जानु परेन। स्याउ फल्छ त्यहाँ होइन
एउटा दोकान केरा नै भनौँ न, त्यसको कसरीमा दुध सामान छ। अब सरकारले सस्तो पसल खोलेपछि अरू व्यापारी अरू पसलमा भन्दा सरकारीमा त 2 रुपियाँ भयो भने सस्तो आउँछ। त्यो बाबा पनि सबल पक्ष भयो, त्यसपछि किसानलाई फाइदा भयो। अब बिचको जुन अब ब्रोकरै भनौँ होइन हाम्रो भाषामा, ब्रोकर गर्न सकेर सिधै किसान चाहिँ प्रत्यक्ष रूपमा पसलमा आउनु पाए। अनि विश्वास र पारदर्शिता त्यो यो पनि त्यो ब्रोकर अन्तर्गत नै पर्छ, त्यसको पैसा खानु पाएन। अब सरकारले पसल गरेपछि बिल हुन्छ होइन, ब्याङ्क होला, भ्याट पनि बिल भनेको एउटा ट्रस्टेड हुन्छ। त्यो भएर विश्वास र पारदर्शिता भयो। बिचौलिया गरेर प्रत्यक्ष बिक्री भयो। अघि बढी ब्रोकर भइरहेको छु, खास बिचौलिया हो होइन, हाम्रो भन्दा त्यही साइड हुन्छ। बिचौलिया गर्दा प्रत्यक्ष बिक्री हुन्छ, किसान चाहिँ सिधै सरकारीमा आउन सक्छ। उसले बिचौलियाबाट भन्दा अझ प्रत्यक्ष रूपमा बढी रकम चाहिँ आम्दानी गर्न सक्छ। त्यसै गरी कमजोरी छ, सबल पक्षको भयो भने कमजोरीमा चाहिँ संसाधनको अभाव। अब संसाधनको अभाव भन्नाले चाहिँ अब यसमा अलिकति अप्ठ्यारो शब्द छ, पुँजी, उपकरण, यस्ता खालका भण्डारणका सामानहरू भनौँ न, स्थानहरूको कमी हुनसक्छ। त्यसै गरी व्यवस्थापनको कमजोरी हुनसक्छ। अब सहकारी भने सामूहिक पसल हो, एउटाले एक थरी भन्दा अर्कोले अर्को थरी भन्ला होइन, त्यसलाई निचोड एउटा निष्कर्ष निकाल्न अप्ठ्यारो पर्न सक्छ। त्यसै गरी निर्णयमा ढिलाइ। अब जस्तो पसलको बारेमा केही निर्णय गर्नु पऱ्यो, अध्यक्षले सिङ्गल निर्णय गर्न पनि भएन, कोषाध्यक्षले सिङ्गल निर्णय गरेर पनि भएन। फेरि त्यसमा चाहिँ त्यो समिति बसेर निर्णय गर्दाखेरि बैठक बस्दाखेरि चाहिँ केही निर्णयमा ढिलाइ हुनसक्छ। त्यसपछि व्यवस्थापनको अनुभवमा अब हाम्रै कन्सेप्टमा हामीले अहिलेसम्म सस्तो पसल त गरेका छैनौँ र मलाई जहाँसम्म लाग्छ हाम्रो अनुभव पनि छैन। अब हामीले गर्ने एउटा तर्खरमा छौँ नि त, त्यसमा चाहिँ हामीलाई अलिक अप्ठ्यारो छ। यो व्यवस्थापनको अनुभवको अभाव यो चाहिँ हामीलाई प्रत्यक्ष रूपमा हुनसक्छ। त्यसै गरी सदस्यको सक्रियतामा कमी। अब सबै सदस्यहरू सबै सदस्यहरूको एउटा इन्ट्रेस्ट चाह भनौँ न, त्यो चाहिँ यसमा नहुन पनि सक्छ पसलमा। त्यो भएर त्यो कन्सेप्टमा चाहिँ हामीले सदस्यको सक्रियतामा कम हुन चाहेको छ। त्यसै गरी अब हामी चाहिँ अवसर अपर्च्युनिटीमा है, अवसर हाम्रो चाहिँ सरकारले सस्तो पसल गर्दा के कस्ता अवसरहरू आउन सक्छ त, त्यसतर्फ जाँदा अवसरमा चाहिँ स्थानीय उत्पादनको बढ्दो माग। अब हाम्रो सरकारले पसल गर्यो, स्थानीय उत्पादनहरू चाहिँ बढी बिक्री भयो भने त माग बढी हुन्छ होइन। बिक्री चाहिँ सरकारले बेच्छ, अब छिटो त्यो उद्योगमा बेसारखाना भर्ने हुन्छ होइन। त्यसरी चाहिँ स्थानीय उत्पादनको माग बढ्छ। त्यसपछि रोजगारीको अवसर हुन्छ। अब हाम्रो त्यो सहकारीमा दुईवटा स्टाफ राख्नु पर्ला होइन, सोझै त्यहाँ पनि अब रोजगारीको अवसर हो। गाउँमा खेतीपाती गर्ला, अब आज चाहिँ 2टा बारी जोत्न पऱ्यो भने अब थप कोही व्यक्ति बोलाउन सक्यो होइन, त्यो जोत्न जानेको, त्यसै पनि त्यहाँबाट रोजगार पाउन सक्यो। त्यस गरी आर्थिक विकास, अब आर्थिक विकास किसानको अब सहकारीको सबैको हुने नै उपभोक्ताहरूको काम हुने नै भयो। अनि सरकारी अनुदान, सरकारी सहयोग र अनुदान यो आफैमा प्रश्न छ एउटा। अब सरकारले सस्तो पसल गर्यो भने हाम्रो चाहिँ नजिकको सरकार भनेको यहाँको गाउँपालिका अझ स्पष्टले भन्दा मल्लारी गाउँपालिकाले हाम्रो सरकारले सहयोग र प्लस अनुदान दिन सक्छ र त्यो दिन्छ पनि जस्तो लाग्छ मलाई गरेपछि है। अनि कृषि र उद्योग विस्तारमा सहयोग, अब पसल गरेको यस्ता कृषिमा त्यही नजिकै बिक्री हुन्छ, हामीले गर्नुपर्छ भन्ने कन्सेप्ट चाहिँ आम सेयर सदस्य र किसानहरूलाई अथवा गाउँमा त्यो गर्ने जग्गा जमिन भएका किसानहरूलाई त्यो विस्तार हुन सक्यो। त्यसै गरी अन्त्यमा चाहिँ चुनौती च्यालेन्जहरू छ। सरकारले हामीले भनौँ न, अब सरकारले अब यदि सस्तो पसल गर्दैमा के कस्ता चुनौतीहरू आउँछन् भन्ने सन्दर्भमा कडा प्रतिस्पर्धा। अब नजिकै चाहिँ अरू हिजो हजुरले भन्नुभयो जस्तो खुद्रा पसलहरू हुन्छ नि, तिनीहरूसँग त हामी कम्पिटिसन गर्नु पऱ्यो। हामीले 20 रुपियाँमा सामान गएको छ भने उसले 19मा दिन पनि सक्यो, फेरि हामी 18मा झर्नु पऱ्यो अथवा 18.5मा झर्नु पऱ्यो। अनि त्यो कारणले गर्दा प्रतिस्पर्धा चाहिँ कडा हुनसक्छ। त्यसपछि बजार मूल्यमा उतार चढाव। अब अहिले त बिहानको साँझै बजार मूल्य उतार चढाव तल माथि भइरहेको हुन्छ। बिहान अब उदाहरणको लागि जस्तो हामी चाहिँ प्रायः सामानहरू तल कक्षाको बाँडिन्छौँ, उसको बिहान एउटा रेट हुन्छ भने साँझ अर्को रेट भइसकेको हुन्छ प्रायः गरी। हामी त्यो बजार रेट अनुसार उतार चढाव अनुसार हामी कतिको चाहिँ चलायमान हुन सक्छौँ। उसले आज 19 रुपियाँमा दिएको छ भने हामीले होइन हामीले हिजो 20मा खरिदियो, हामीले 19मा दिनु घाटा लाग्छ, 20मा बेच्छ भनेर हाम्रो व्यापार हुन सक्दैन। त्यसैले पनि बजार मूल्यको उतार चढाव हुनसक्छ। त्यसै गरी प्राकृतिक विपत्तिहरू, अब यसलाई त कसले रोक्न सक्दैन होइन, आफैमा प्रश्न छ। जस्तो पसलमा विद्युत सर्ट भएर आग लागि होला, भूकम्प आउँदा यस्तै प्राकृतिक विपत्तिहरूले पनि यसलाई एक चुनौतीहरू दिन्छ। त्यसै गरी ढुवानी तथा भण्डारणको समस्या। अब हामीले बजारमा सानो गल्लीमा गयौँ भने ढुवानीको लागि समस्या हुनसक्छ। अब खलङ्गाको कन्सेप्टमा राखेको है यो चुनौती चाहिँ, जस्तो खलङ्गाको बजारहरू सानो छ, सडक छिर्न नसक्दा होइन, चुनौती त्यो पनि हो। त्यसको सन्दर्भमा चाहिँ ढुवानी तथा भण्डारणको समस्या राखेका छौँ। त्यसैले अन्त्यमा हामीले यसमा चाहिँ चुनौतीमा
अर्को तपाईँको चुनौती चाहिँ के होला भने जुन चाहिँ चुनौती छ क्या अब लो बिलिङको समस्या अन्डर बिलिङ के अन्डर बिलिङको हामी त संस्था हो व्यक्तिले ठिक गरेका छौँ यो थोरै अलिकति उदास छ। निष्कर्षमा चाहिँ सहकारी बजार स्थापना र सञ्चालनले स्थानीय उत्पादन प्रवर्धन सदस्यहरूको आर्थिक सशक्तिकरण तथा रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेल्छ। यसको सबल पक्ष र अवसरलाई सही रूपमा उपयोग गर्दै कमजोरीहरू सुधार गर्ने र चुनौतीहरूको सामना गर्न सकेमा सहकारी बजार दिगो र सफल बन्न सक्छ। त्यसैले प्रभावकारी व्यवस्थापन, सदस्यहरूको सक्रिय सहभागिता र उचित योजना सहकारीको सफलताको मुख्य आधार हुन् भनेर चाहिँ लेखेको छु है। धन्यवाद। केही छ भने हजुरबाट